दिनुपर्छ भन्ने इस्युलाई चाहिँ हत्यासम्म डिभोर्समा यता मृतकले चाहिँ डिभोर्स दिन नमानेको के छ सर? अनि नेपालकोमा त कि प्रमाण पुग्नु पर्यो होइन। डिभोर्स केटाले पनि पाउँछ यातना, केटाले कुनै पनि श्रीमानले म्याक्सिमम यातना पाएको कुरादेखि लिएर त्यो 3-4वटा अप्सन छन् नि, बिना प्रमाणका कुराहरू गरेर त्यसै डिभोर्स माग्दाखेरि लेडिजहरूले दिन्न भन्न पाउने राइट्सलाई उनले सदुपयोग गरेकी थिए। श्रीमानलाई चाहिँ परपुरुषसँगको शङ्का भयो उनलाई होइन? शङ्का हो सर। यसमा नि जस्तो भारतीय नागरिक भनिएको छ होइन, उसलाई चाहिँ के श्रीमानले पैसा दिएर ल्याएको हो कि अथवा कसरी जोडियो त्यो मान्छे चाहिँ? त्यो मान्छे चाहिँ उसको बुहारीको दाइ नाता पर्ने हो। हजुर। अनि अब यो प्लानिङ भइसकेपछि कसलाई प्रयोग गर्ने भनेपछि उनीहरूलाई सजिलो पात्र जुन हुन्छ उसँग चाहिँ प्रपोज गरियो। प्रपोज गरेपछि ऊ आयो, ऊ आएर अनि यो घटनामा उसँग उसले केही पैसाहरू दिएको उसलाई? अलरेडी प्रलोभन पाछ पनि के छ सर? कोही फरार छन् त्यस्तो संलग्नता भएर फरार खुल्दै जान्छ अहिलेसम्म चाहिँ। अब यसको अनुसन्धानको दायरालाई हामीले कर्तव्य ज्यान सम्बन्धी घटना चाहिँ हामीले आम सञ्चार जगत, सञ्चार माध्यमबाट अरू पनि मानिसहरूलाई सचेत गराउनको लागि नियमित प्रक्रिया जस्तै हो यो पत्रकार सम्मेलन। त्यसकाले यो मिति 12 महिना 25 गते 12:30 बजेको समयमा चाहिँ हामीलाई एउटा महिला चाहिँ अर्धनग्न अवस्थामा जङ्गलमा बाँधिएको अवस्थामा चाहिँ मरिरहेको छिन् भन्ने सूचनाको आधारमा तत्काल यस कार्यालयबाट धरानमा चाहिँ प्रहरी निरीक्षकको दिवस साप्ते कमान्डमा र सोको टोली गएर घटनास्थल अब्जर्भेसन गर्ने बित्तिकै त्यो टोलीले कर्तव्य ज्यान हो सर, यो कर्तव्य गरी मारेको भन्ने कुरो प्रष्ट रूपमा देखिन्छ भनिसकेपछि मैले सुनसरी हाजिर भइसकेपछि चाहिँ मैले दुईवटा विषयमा चाहिँ तत्काल मलाई जानकारी गराएर म नआएसम्म घटनास्थलबाट लास नउठाउनु भन्ने निर्देशन दिएको छु। त्यो भनेको एउटा बालबालिका सम्बन्धीको क्राइम र अर्को महिला विशेषको क्राइममा चाहिँ। र त्यति भइसकेपछि मैले प्रदेश अनुसन्धान ब्युरो जसको कमान्डर हाम्रो दुर्गा साहब यहीँ हुनुहुन्छ, दुर्गा दाहाल साहब डिएसपी साहब हो, उहाँको टोलीलाई पनि घटनास्थलमा सिकाइयो र म समेत घटनास्थलमा आउने क्रममा मैले फोरेन्सिक डाक्टर साहब हाम्रो विकास शाह होइन, फोरेन्सिक डाक्टर साहबलाई पनि आउँदै रिक्वेस्ट गरिसकेपछि एउटा गाडी फोरेन्सिक डाक्टर साहब र केनाइन हाम्रो माथि सङ्घीयमा भएको शाखा समेत डग एक्सपर्टिज डगहरू समेतको टोलीलाई लिएर घटनास्थल सुरक्षित गर्ने काम गर्यो। हामीले त्यो जुन स्मेलिङबाट ड्रगले ट्र्याकिङ गर्ने कुरो हामीले पटक 2-3 पल्ट गऱ्यौँ, किनभने केही न केही त्यहाँबाट क्लु पाइयोस् भन्ने पनि हाम्रो एउटा लक्ष्य थियो र ड्रगले हामीलाई निकै राम्रो हेल्प गरेको छ। र पछि हामी सम्पूर्ण टोली आएर भेला भइसकेपछि घटनास्थलबाटै कुनै पनि प्रकारको त्रुटि नहोस् भनेर घटनास्थलबाट हामीले सम्पूर्ण सबुत सङ्कलन गरिसकेको अवस्था छ। अनुसन्धान क्रमशः बढिरहेको अवस्था छ। तर हजुरहरू सबैलाई पनि म यो पत्रकार सम्मेलन मार्फत धन्यवाद किन भन्न चाहन्छु भने हामीलाई 25 गते घटना घटेकोलाई 3 दिनसम्म पनि लास आइडेन्टिफाई हुन सकेको अवस्था थिएन। जबसम्म यस्ता जघन्य प्रकृतिको अपराधमा लासको आइडेन्टिफाई हुँदैन, परिवारसम्म पुगिँदैन भने यसको कुनै पनि अनुसन्धान हामी जिरोमा छौँ। मैले हजुरहरूलाई कतिजनालाई त अनुसन्धान के हुँदैछ भन्दा जिरो छ, किन लास आइडेन्टिफाई बिना त केही पनि लाग्दैन। हजुरहरूले पनि सक्दो सेयर गरिदिनु होला, सक्दो प्रचार प्रसार गरिदिनु होला भनेको अवस्था थियो। र त्यसकै परिणाम 3 दिनपछि हामीलाई परिवारको सम्पर्कमा आइसकेपछि अनुसन्धान सुरु भएको अवस्था छ। विशुद्ध पारिवारिक विवाद र पारिवारिक असन्तुष्टि, श्रीमान श्रीमती बीचको असन्तुष्टिबाट जन्मिएको यो घटना श्रृङ्खला हो। यसमा हामीले घटनालाई के कुराले प्रमाणयोग्य बनाउँछ त भन्ने सबै खाले अनुसन्धान हामी गरिरहेको अवस्था छ। अनुसन्धानको पाटोलाई अहिले हजुरहरूले पनि साथ दिनुहुन्छ, त्यो पाटो खोतल्नतिर नलागौँ पनि।
र अहिले प्रतिवादी हामीसँग एकजना स्टिल फरार छन् भने हामीले 6जना पक्राउ परेको अवस्था छ। प्रतिवादीहरू विशुद्ध घरभित्रको सबै घरकै सदस्यहरू हुनुहुन्छ। जस्तो म भन्छु, जिल्ला धनकुटा महालक्ष्मी नगरपालिका वार्ड नम्बर 2 बस्ने मृतकको श्रीमान वर्ष 31 को प्रेमबहादुर बुढाथोकी यी मुख्य योजनाकार। उहाँको तत्कालीन लोकेसन कोरिया, दक्षिण कोरियामा भएर उहाँबाट योजना बनाइसकेपछि उहाँकै योजनामा यो घटना घटाइएको अवस्था छ। त्यसै गरी कोरियाबाट उहाँलाई हामीले नेपाल हुँदै आजै काठमाडौँ एयरपोर्टमा पक्राउ गरी आजै म्याथप पनि गरिसकेको अवस्था छ। अब त्यसै गरी मोरङ पथरी शनिश्चरे नगरपालिका वार्ड नम्बर 3 सङ्गम चोक बस्ने मुख्य योजनाकारका भाइ वर्ष 29 को धकेन्द्र बुढाथोकी आफ्नै भाइ साथै। त्यसै गरी ऐजन बस्ने निजको श्रीमती वर्ष 25 की सृष्टि बुढाथोकी। त्यसै गरी जिल्ला 5 थर मिक्लादिङ गाउँपालिका वार्ड नम्बर 7 लुमाङदिङ घर भई विगत 7 वर्ष अगाडिदेखि जिल्ला मोरङ उर्लाबारी नगरपालिका वार्ड नम्बर 5 फागु टोल बस्ने वर्ष 36 को योगेन्द्र गौतम। प्रेमबहादुर बुढाथोकीको कान्छा ज्वाइँ। त्यसै गरी ऐजन बस्ने निजको श्रीमती वर्ष 28 को डेनी गौतम। र भारतीय नागरिक समेत एकजनाको इन्भल्भ छ। अब यसमा हामीले पक्राउ परेका अधिकांश प्रतिवादीहरूलाई सम्मानित अदालतबाट म्याथप गरिसकेको अवस्था छ र यस घटनामा बरामद भएका 3टा मोटरसाइकलहरू पनि हामीले बरामद गरिसकेको अवस्था छ। हस्त धन्यवाद। अरू थप घटनाको बारेमा त्यो बेलाको टिम भनेको प्रदेश ब्युरोबाट डिएसपी साहब र त्यतिखेरै केही आफ्नो घरायसी समस्याले केही घन्टालाई बाहिर भइरहेको डिएसपी साहब पनि तत्काल आएर यसको कमान्ड लिएको र अनुसन्धानलाई एकदम तीव्र तरिकाले अगाडि बढाएको अवस्था छ। अनुसन्धान टिम अब हामी नै हौँ भन्नु म भन्नुपर्दा। हस् त, थ्याङ्क यू। अब त्योभन्दा अघि के देखिन्छ सर? घटना चाहिँ त्यही दिन हो कि अथवा अरू दिन लास्ट भेटेकै दिन हो कि? 24 गते बेलुका अन्दाजी 8:30 बजेको भयो। अघिल्लो राति हामीलाई फोरेन्सिक डाक्टर साहबले 12 देखि 18 घन्टाको बिचको लास हो भनिसकेपछि पनि सजिलो भयो अनुसन्धानमा। बाहिर चाहिँ हत्या गरेर त्यहाँ जङ्गलमा ल्यायो कि त्यो जङ्गलमै राति नै हत्या गरेको? के गरेको जङ्गलमै? हुन त पारिवारिक कुरा आयो होइन विवाद, तर खास हुन्छ नि अब श्रीमान श्रीमतीको मनमुटाव मात्रै भए भाइहरू पनि फेरि संलग्न छन् होइन, फेरि अर्को भारतीय कुरा पनि आयो होइन। कसरी यो सबै कनेक्सन भयो भन्नु खोजेको, कसरी भयो क्या त्यो चाहिँ? अनि योजनाबद्ध तरिकाले श्रीमान श्रीमती बिचको पारिवारिक द्वन्द्वलाई योजनाबद्ध परिणाम दिएको अवस्था हो। यसमा सम्पत्तिको केही हो कि? श्रीमान श्रीमतीको त अब जस्तो कुटपिट हुनसक्छ होइन, यसो केही होला? शङ्खाबाट उब्जिएको परिणाम। पारिवारिक सल्लाह चाहिँ कसरी भएको त्यहाँको लागि चाहिँ अब नियोजित देखियो, तर पारिवारिक सल्लाह चाहिँ कसरी भएको? अब यस्तो हो नि त, हाम्रो समाज भनेको कुनै पनि नयाँ सदस्य भनेको कि बुहारी हुन्छ कि ज्वाइँ हुन्छ होइन। नयाँ सदस्यलाई पचाउने समाज त छैन नि, गल्ती त नयाँ सदस्यकै हुन्छ। त्यस कारणले पारिवारिक एकतामा सेवा पुग्यो। हजुरहरूले चाहिँ त्यो उहाँले बहिनी भन्नु अनुसार चाहिँ क्वालिटी चाहिँ हेर्नुभएर थाहा पाउनुहुन्छ? क्वालिटीमा त्यही देखिन्छ त्यो होइन, मतलब प्रारम्भिक अनुसन्धानको क्रममा चाहिँ परिवारका अन्य सदस्यहरू समेतलाई यो घटनाको सम्बन्धमा पूर्व जानकारी भएको र घटना पश्चात पनि परिवारको सदस्यहरूसँग चाहिँ यही घटनाको सम्बन्धमा उहाँहरू बिचको कन्भर्सेसन पनि भएको प्रारम्भिक अनुसन्धानको क्रममा हामीले देखेका छौँ। त्यही भएर यसमा परिवारको समेत मिलेमतो भएको, पारिवारिक कुरा मिलेमतोकै भएको घटना हो। विवादकै लागि के कारणले हत्या गर्ने भनेर के प्रलोभन गरिरहेको सम्पत्तिको लागि के सर्त थियो? के सर्त थियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन, तर हामीलाई आएको यो प्रारम्भिक जानकारी अनुसार उहाँको भनाइअनुसार चाहिँ श्रीमान श्रीमती बिचको सम्बन्ध माथि प्रकट भएको विगत 5 वर्षदेखि
श्रीमान श्रीमती बिच सम्बन्ध विच्छेद गर्ने कुरामा श्रीमतीले डिनाइ गरेको कुरा र यसमा श्रीमती र अन्य पारिवारिक सदस्यहरू बिचको त्यति राम्रो मेलमिलाप पनि नभएको त्यो कारणले गर्दा र योभन्दा 2 महिना अगाडि डिसेम्बरमा चाहिँ निजको श्रीमान मृतकको श्रीमान नेपाल आएर यहाँहरू बिच आफ्नो परिवारमा पनि कुराहरू चलेको भन्ने कुरा चाहिँ अहिले पक्राउ परेका केही हाम्रो प्रतिवादीहरू भनाइहरू समेतलाई बुझ्दा परिवारको पनि धेरै महत्त्व परिवारको सल्लाह अनुसार यस्तो भएको भन्ने मैले एउटा दुर्गा समस्या जस्तै मृतकलाई घटनास्थल कसरी पुर्याइन्छ र हत्याराहरू त्यहाँ कसरी पुग्छ अनुसन्धानमा उनीहरू 2 जना जुन ज्वाइँ भनिएको छ र भारतीय नागरिक छ उनीहरूले चाहिँ मोटरसाइकलमा राखेर त्यहाँ पुर्याउँछन् होइन उनीहरू चाहिँ अब श्रीमानले चाहिँ ठहरलाई भेट्नु भनेर पठाएको हुन्छ अनि त्यहाँ पुगेपछि अनि बाटो भोलि चाहिँ यहाँबाट उता बाटो रहन्छ भन्ने यिनीहरूले त्यो बाना गर्छन् अनि बाना गरेर बाटो हेर्न जाउँ त भनेर बाइक चाहिँ खोलाको छेउमा राखेर अनि भित्र छिर्छन् छिरिसकेपछि अनि यिनीहरूले भेट्न चाहिँ हजुर समूह कसरी आइपुग्छ अहिले समूह त त्यो सँगै आएको नि 3 जना भेट्न चाहिँ कहाँ गएको सर उनीहरू जस्तो कता गएको भेट्न चाहिँ यतै धरानतिर हो ए सर जस्तै अब जो मृतक हुन्छ उहाँको चाहिँ अर्धनग्न तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्यापी छ र उनले घटनास्थलमा चाहिँ फोटो खिच्नको लागि निकै कडा गरिएको थियो तर प्रत्येकको म्यासेन्जरमा चाहिँ अर्धनग्न एक महिलाको तस्बिर पुगिरहेको यो तस्बिर चाहिँ कसरी पुग्यो कसले खिच्यो कसरी भयो यसलाई चाहिँ तपाईँहरूले कसरी हेर्नु घटनास्थलको तस्बिर गयो कि अगाडि अर्धनग्न तस्बिर गएको छ क्या धेरैजनाको म्यासेन्जरहरूमा मृतक त्यो घटनास्थलको प्रारम्भिक रूपमा जुन घटना घटिसकेपछि हामीलाई जुन सूचना आइसकेपछि क्राइम सिन कर्डन गर्ने क्रममा त्यहाँ भएको प्रत्यक्षदर्शीहरू जुन चाहिँ यो अर्धनग्न तस्बिर सार्वजनिक गर्न मिल्दैन हुँदैन भन्ने त्यो ज्ञान नभएका ती साथीहरूले उहाँहरूले गर्नुभयो कि नत्र प्रहरीको तर्फबाट त्यस्तो भएको हामीले हेर्दा चाहिँ परिवारले पहिले नै त्यसरी ढिल्लाको अवस्थामा खिचेर पछि पब्लिक गरेको कि बलात्कार भएको हो भन्ने हिसाबले भनेर हाम्रो चाहिँ इन्डिकेटर त्यता गयो अनुसन्धान चाहिँ सबै सेक्टरमा हामी गर्दैछौँ इन्डिकेटर गएको सेक्टरतिर पनि नगएको सेक्टरतिर पनि पोस्टमार्टम रिपोर्ट के छ पोस्टमार्टम रिपोर्ट के आयो पोस्टमार्टम रिपोर्टमा चाहिँ चरम यातना सहितको मृत्यु विभिन्न फरङ्का हड्डीहरू भाँचेको अवस्थादेखि लिएर हत्याभन्दा अगाडि बलात्कार पनि भयो टाउकोमा चोट कुटपिट चाहिँ भयो त्यो अनुसन्धानदेखि देखिने कुरा त्यसको हतियारहरू केही युज भएको त्यस्तो देखिन्छ सर कि यसो कुटपिट मात्रै कसरी चाहिँ अब कसरी कति समयसम्म यातना दिएको ब्यागको लेडिजले बोक्नु भएको ब्यागको फिताले चाहिँ घाँटीमा बाँधेर अनि घिसाउँदाखेरि लुगा खुलिएको घिसाउँदाखेरि अनि यो घराइसी आन्तरिक कारणले भनिएको छ अनि बाहिर यसो चल्दाखेरि चाहिँ महिलाको चाहिँ जो मृतक छ उहाँको नाममा चाहिँ जग्गा जमिन पनि देखिएको थियो भने कि यो घराइसी आन्तरिक भन्नुको अर्थ चाहिँ के सम्पत्तिसँग पनि जोड्या हो त्यो बाँकी छ खुल्न बाँकी छ अब सम्पत्ति क्रमशः उनको नामका सम्पत्तिहरू हेर्नेदेखि लिएर त्यो हामीले अहिलेसम्म कोरिलेटेड त्यतातिर गर्न सकेका छैनौँ के कारणले चाहिँ घटना घट्यो भन्ने कुरो चाहिँ आएको छैन पारिवारिक रूपमा श्रीमान श्रीमतीको शङ्काले यस्तो रूप लियो कि जो कोहीसँग पनि शङ्का गर्ने माहौल र डिभोर्स दिनुपर्छ भन्ने इस्युलाई चाहिँ हत्यासम्म पुर्यायो यता मृतकले चाहिँ डिभोर्स दिन नमानेको कि के छ सर अनि नेपालकोमा त कि प्रमाण पुग्नु पर्यो होइन डिभोर्स केटाले पनि पाउँछ यातना केटाले कुनै पनि श्रीमानले म्याक्सिमम यातना पाएको कुरादेखि लिएर त्यो 3-4 वटा अप्सन छन् नि बिना प्रमाणका कुराहरू गरेर त्यसै डिभोर्स माग्दाखेरि लेडिजहरूले दिन्न भन्न पाउने राइट्सलाई उनले प्रयोग गरेकी थिए श्रीमानलाई चाहिँ परपुरुषसँगको शङ्का भयो उसलाई होइन शङ्का हो सर यसमा नि जस्तो भारतीय नागरिक भनिएको छ होइन उसलाई चाहिँ के श्रीमानले पैसा दिएर ल्याएको हो कि अथवा कसरी जोडियो त्यो मान्छे चाहिँ त्यो मान्छे चाहिँ उसको बुहारीको दाइ नाता पर्ने हो हजुर अनि अब यो प्लानिङ भइसकेपछि कसलाई प्रयोग गर्ने भनेपछि उनीहरूलाई सजिलो पात्र जुन हुन्छ उसँग चाहिँ प्रपोज गरियो प्रपोज गरेपछि ऊ आएर अनि यो घटनामा उसँग उसले केही पैसाहरू दिएको उसलाई अलिअलि प्रलोभन पाएछ
पनि के छ सर, कोही फरार छन् त्यस्तो संलग्नता भएर फरार छन्, खुल्दै जान्छ। अहिलेसम्म चाहिँ यति देखिन्छ। अब यसको अनुसन्धानको दायरालाई हामीले अहिले पनि स्टिल खुल्लै राखेका छौँ। हजुर। अब त्यसमा थप संलग्न कोही देखिन्छन् भने दोषीहरू उम्किन पाउँदैन पर्ने 100% हुन्छ। अहिलेसम्म तत्काल देखिएका चाहिँ सर यसमा नि श्रीमानलाई त मैले अपराध गराएको हुँ भन्ने त उसलाई थाहा थियो, कोरियामा उतै पनि भाग्न पनि सक्थ्यो होला होइन। यो कसरी जस्तो तपाईँहरूले इन्टरपोल प्रयोग गर्नुभयो कि त्यो माध्यमबाट, अथवा कसरी चाहिँ ऊ सहज ढङ्गले नेपाल आयो? होइन, बुझ्नुभएको थियो उहाँले, त्यस कारणले आउनुभयो। उहाँले भाग्न सक्नुहुन्न थियो। जघन्य प्रकृतिको यस्तो क्रूर यातनासहितको हत्या होइन, यो जघन्य अपराध हो। यसमा उहाँले भाग्ने अप्सनै पाउनुहुन्न थियो, त्यस कारणले अब उहाँलाई हामीले पारिवारिक त सबै तहस नहस भयो नि त, परिवार सम्हाल्न आउनु पनि छौँ। अब सम्झाउँदाखेरि उहाँ कोरिया छोडेर भाग्न सक्ने अवस्था पनि थिएन। उहाँलाई जसरी पनि रिपोर्ट गरेर फर्काउँथ्यो, त्योभन्दा आउनु नै ठिक हो। उहाँ परिवार सम्हाल्न आउनुभएको। तपाईँहरूले बोलाएर आयो कि हामीले बोलाएको? सम्झाइ बुझाइ गर। सर जस्तै बयानमा इन्कारी छ भन्ने कुरा आयो, त्यस्तो उहाँहरूले स्वीकार गर्नु भएको छ? कुरा हो। अनुसन्धानमा बयानको कुनै अर्थ हुँदैन, प्रमाणजन्य कुराले समेट्ने हो। स्वीकार्नु भएको छ कि छैन भन्ने कुरा निर्णय छ कि छैन स्वीकार्नु भएको छ। रिग्रेट के नहोस्। जस्तै छोरालाई 2 दिन अगाडि घर पठाइयो भन्ने कुरा, एक दिन अगाडि बुवा आमाको सासू ससुराको यस्तो संलग्नता छोराको केसमा चाहिँ के हुन्छ? त्यो हामी भोलि आफूलाई देखिने कुरा हो। अहिलेसम्म त्यस्तो संलग्नता देखेको छैन अन्य सदस्य। अहिले मुख्यहरूकोमा हामी अहिले कन्सल्टेट भएको छौँ। अब यसरी फेरि खोल्दै आउँदाखेरि थप काहीँ केही देखियो भने हामी सुनिला हत्या प्रकरणमा भारतीय नागरिकपछि भूमिका चाहिँ के हो? कसरी कनेक्सन भाइ बुहारी त उहीँको हो नि त माइत त। भारतीय नागरिक हो, आसाम। अनि बुहारी मार्फत आयो, काम गर्न आएको। अनुसन्धानलाई कतिजना समातिएको थियो? अनुसन्धानमा टोटल कति समातिएको थियो? होइन, हामीले एकदम छानेर गरेका छौँ। त्यस्तो त समातेका मान्छे छोड्ने अवस्था आयो। सुन्नमा आएको चाहिँ उहाँको श्रीमान मार्फतै उहाँ स्कुटी सिक्न पनि कोसँग जानुहुन्थ्यो भन्नुहुन्थ्यो, उहाँ पनि हो इन्भल्भमेन्ट? उहाँको मृतकको चाहिँ उहाँ ज्वाइँ भनेको नन्दे भाइ, नन्दे ज्वाइँ त्यो दिन ल्याएर जङ्गलसम्म र अति विश्वास पात्र, परिवारभित्रको विश्वास पात्र उहाँ पनि हो। उहाँसँग श्रीमानले जाँदा हुन्छ भनिसकेपछि त बाइकमा आउनुभयो त मृतक त। त्यसो हो। त्यो पत्रीको पनि समातिएको थियो नि मान्छे एकजना। मैले अब मलाई अनौपचारिक फोन चाहिँ आएको थियो होइन, एकजना त्यहाँ नगरपालिकाकै स्टाफ हो कि जस्तो कुरा थियो। पत्रीबाट 3 जना छन्। 3 जना हजुर। भाइ बुहारी र एकजना सहयोगी। जो समातिएको जति कोही पनि छुटेन। अब श्रीमानले श्रीमतीलाई पन्छाउन खोजेको होइन, अथवा आफूबाट सम्बन्ध विच्छेद गर्न खोजेको नचाहँदाखेरि भनेपछि यो त्यो शङ्काले नै यत्रो हुन्छ नि होइन, यत्रो घर चाहिँ अब तहस बनायो है। के यसमा अरू परिवारको अरू केही सम्पत्तिको लोभ वा श्रीमानले कमाएको सम्पत्ति श्रीमतीलाई बढी पहिले उसको नाममा केही राखेको थियो? श्रीमान आइसकेपछि श्रीमानको बयानबाट भाषाबाट चाहिँ यी सम्पत्तितिरका कुराहरूदेखि लिएर सबै कुराहरू खुल्दै जान्छ सर। श्रीमतीको नाममा केही सम्पत्तिहरू देखि सर म्याथप चाहिँ कति कति भएको छ अहिले? कति कति दिन भएको छ हौ? 8 दिन सबैलाई। आज श्रीमानको कति दिन भयो? आज 3 दिन 8 दिन त त्यसमा मिलान हुने पहिले नै गरेको होला होइन? श्रीमानलाई यतै झिकाइँदैछ है? आइसक्यो। यहीँ ल्याएको